यो चन्द्रकोट गाउँपालिकाले चाहिँ विराट आँखा उपचार तथा शल्यक्रिया शिविर सकिसकेको छ र आज चाहिँ यो चाहिँ आँखाको पट्टी खोल्ने कार्यक्रम भइरहेको छ। यहाँ चाहिँ टक्क लाएर सबै बुवाआमा हजुरआमाहरू सबै खुसी हुनुहुन्छ। हाम्रो युवराज सर हुनुहुन्छ, यहाँ बुद्ध सर टक्क लाएर सक्सेस भएको छ है, सबै एकदम खुसी हुनुहुन्छ। म्यामले सक्सेस गर्नुभएको, धेरै धन्यवाद छ म्यामलाई। मुस्कान सर खुसी भयो कि होइन म्याम? एकदम खुसी ला खुसीलाई कस्तो लागेको छ यो आँखा शिविरको बारेमा के बताइदिनु पर्यो? उज्यालो संसार कस्तो लाग्यो यो आँखा शिविरको बारेमा केही भनिदिनु पर्यो क्या? हजुर एक नम्बर हो विचार। अब विचार एकदम राम्रो छ। अब यो चाहिँ भैरवामा गएर चाहिँ अब 8-10-20 हजार खर्च गरेर चाहिँ अपरेसन गरेर आउनु पर्छ नि, यहाँ चाहिँ फ्रीमा निःशुल्कमा अप्सन भइरहेको छ। यो सबभन्दा खुसीको कुरा हो। हाम्रो युवराज सरले चाहिँ सोधपुछ कार्यक्रम भइरहेको छ।